हामी देख्न सक्छौं घाइतेलाई घटनास्थलमा ल्याइसकेपछि प्राथमिक उपचारको लागि जहिले पनि पानीमा डुबेका घाइतेहरूको पानी निकाल्ने काम हुन्छ सर्वप्रथम। त्यसपछि उनीहरूले पल्स र रेस्पिरेसन चेक गर्ने गर्छ। यहाँ रेस्पिरेसन नभेटेको हुनाले घाइतेलाई सिपिआर दिने प्रयास भइरहेको हामी यहाँ रेडियो संवादमा सुन्न सक्छौँ। 1 2 3 4 5 सिपिआर दिँदा बिरामीलाई छातीमा 30 पटक प्रेस गरिन्छ। त्यसपश्चात मुखमा कृत्रिम सास 2 पटक दिने गरिन्छ। यो प्रक्रिया 10 देखि 15 मिनेटसम्म गरिन्छ। यो प्रक्रिया पश्चात पनि बिरामी होसमा नआएमा बिरामीको अवस्था गम्भीर रहेको बुझिन्छ। साथै सिपिआर दिने कार्यलाई अस्पतालसम्म नपुग्दा पटक दिन सकिन्छ। तर सिपिआर दिने प्रक्रिया लगातार रूपमा दिनु हुँदैन। हामीले घाइतेलाई छिटोभन्दा छिटो हस्पिटल लाने तयारी गर्दैछौँ। भर्खरै रेडियो संवादबाट हामी सुन्न सक्छौँ कि भिक्टिमको पल्स एन्ड रेस्पिरेसन प्रेजेन्ट भएको। यसको अर्थ हुन्छ कि जीवित मृत होइन, बाँच्न सक्ने जीवित रहेको बुझ्न सकिन्छ। यस्तो अवस्थामा एमएफआर टिमले ट्विन रोपको सहायताले उक्त घाइतेलाई माथि सडकसम्म पुर्याई थप उपचारको लागि एम्बुलेन्स मार्फत नजिकैको अस्पतालसम्म लैजाने कार्य भइरहेको हामी देख्छौँ। ट्विन रोपको प्रयोग बाटोघाटो नभएको अवस्थामा घाइतेलाई छिटोभन्दा छिटो एम्बुलेन्ससम्म लैजाने उद्धारकहरूले आउन जान तथा सामान सुरक्षित साथ घटनास्थलसम्म पुर्याउनको लागि यो विधि प्रयोग गरिन्छ। हामी देख्न सक्छौँ भिक्टिमलाई ट्विन रोपको सहायताले भिक्टिमलाई माथि पुलसम्म लगिरहेको दृश्य हामी देख्न सक्छौँ। माथि रहेको टिमले त्यो भिक्टिमलाई होल्ड गरिसकेपछि छिटोभन्दा छिटो हामीले एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने कार्य गर्छौँ। अघि नै मैले हजुरहरूलाई जानकारी गराइसकेँ। मास क्याजुअल्टी भेहिकल ठुलो दुर्घटनाहरू भएको अवस्थामा एकैचोटि 5-7 जना ठुलो रूपमा धेरै बिरामीहरूलाई उपचार गराउन सकिन्छ। हामी देख्न सक्छौँ भिक्टिमलाई एम्बुलेन्ससम्म पुर्याई अस्पताल पुर्याउने कार्य गरिरहेको देख्न सक्छौँ। फेरि पनि मैले प्रमुख अतिथिज्यू लगायत अन्य अतिथिज्यूहरूलाई बायाँतर्फ ध्यान आकर्षण गराउन चाहे। हामी देख्न सक्छौँ 2 जना व्यक्तिहरू सोही बसबाट बगाइरहेको हामी देख्न सक्छौँ र सो व्यक्तिहरूलाई उद्धार गर्न लागि नम्बर 23 गण भानुको टिम र्याब बोर्डको सहायताले उद्धार गर्नको लागि गइरहेको दृश्य हामी देख्न सक्छौँ। उद्धारकहरू घाइते नजिक पुगिसकेका छन्। थ्रो ब्यागको फाली र अर्को भाइ उद्धारक डाइ फानी भिक्टिमलाई समाति बेबी सोल्जर क्यारी विधिबाट भिक्टिमलाई र्याबमा सजिलै राखिसकेको दृश्य हामी देख्न सक्छौँ। यति बेला ती उद्धारकर्ताहरू आफ्नो ज्यानको कुनै प्रभाव नराखी परिस्थितिमाथि विजय प्राप्त गर्ने आत्मविश्वास पैदा भएको देख्छन्। यो सब आत्मविश्वास तालिममा सिकेका कुराहरूले आत्मविश्वास हासिल गर्दछ। फेरि पनि मैले सम्पूर्ण अतिथि महानुभावहरूको ध्यान बायाँतर्फ केन्द्रित गराउन चाहे। दुर्घटना हुँदाखेरि धेरै मान्छेहरू हराउने बगाउने हुन्छ। यसरी एउटा र्याब घटनास्थलबाट खोजी कार्यको लागि हामीहरूले पठाउने गर्दछौँ। सोही क्रममा परिस्थिति र मौसमहरूको प्रतिकूल अवस्थाले उद्धारकर्मीहरू समेत जोखिममा रहेको देख्न सक्छौँ। हाई करेन्टको कारण बोट पल्टिएको हामी
देख्न सक्छौँ र उद्धारकहरूले बोटलाई रिफ्लिप गर्ने कार्य भइरहेको हामी देख्न सक्छौँ। उद्धारकर्मीहरू हरेस नखाइकन किंचित नडराइकन आफ्नो काममा लागि परिरहेको हामी देख्न सक्छौँ। यसरी उद्धारक एकजना बोटमा चढिसकेको हामी दृश्य हेर्न सक्छौँ। त्यस पछाडि सबैजना बोटमा चढिसक्यो। यस्तो स्थितिहरू सधैँ एकनाश हुन्छ भन्ने हुँदैन, परिस्थिति अनुसार फरक फरक हुन सक्छ। त्यस कारणले उद्धारकहरू समेत जोखिममा हुन सक्छ। उद्धारकहरू अब ठिक भइसकेपछि घाइतेलाई बचाउने प्रयास गरिरहेको हामी देख्न सक्छौँ। सोही बोटभन्दा मुनि अर्को बोट पनि हामी देख्न सक्छौँ। त्यो बोट चाहिँ दाहिनातर्फ तल खोलामा, जुन कि सबै ठाउँमा ऱ्याप बोटहरू जान नसक्ने हुन्छ। त्यस्तो अवस्थामा एउटा स्ट्यान्ड बाई अवस्थामा राखिएको हुन्छ ताकि यहाँ सफल नभएको तल पुगेर चाहिँ त्यसलाई उद्धार गर्नको लागि सहयोग